गुड मर्निङ सबै भ्युवर्सहरूलाई र आजको दिन यसरी सुरु हुन्छ कचिया डोको किनभने आज बिहान बिहानै घाँसपट्टि लाग्यो। आजदेखि हाम्रो इन्डिया र पाकिस्तानको वार आजदेखि सकिँदैछ र सबै गभर्मेन्ट अफिसहरू स्कुलहरू सबै आजदेखि खोलिँदैछ र बिहान बिहानै मर्निङ एक्सर्साइज पनि हुन्छ भनेर डोको र कचिया बोकेर बारीतिर आएको। आजको मौसम एकदमै राम्रो छ, दिनभरि घाम लाग्ला जस्तो छ। बिहानदेखि नै घामले पोल्दैछ र तपाईँहरूलाई आजको बिहान बिहानैकै हाम्रो भिलेज लाइफस्टाइलमा दिउँसो बारीमा काम नगरे पनि बिहान चाहिँ हामी यसरी के अरे डोको र कचिया नबोकी बारीमा नआई हुँदैन। किनभने हाम्रो घरमा अफिस छ, यो घाँसहरू खाने त्यहाँ कर्मचारीहरूले घाँस खान्छ अफिसको, त्यसै कारण बिहानै यहाँ आउनैपर्छ डोको र कचिया बोकेर। हेर्दै गर्नुहोस् है आजको दिन कस्तो हुने रहेछ। आजको भ्लग तपाईँहरू समक्ष तपाईँहरूले यो भ्लगलाई सेयर कमेन्ट लाइक गर्नु चाहिँ नभुल्नु होला। यस्तै छ हाम्रो बस्ती लाइफ। हेर्नुहोस् है बिहानको चाहिँ के छ काम, हाम्रो मर्निङ वक भनौँ कि मर्निङ एक्सर्साइज भनौँ कि यस्तो छ काम चाहिँ। बेला बखत त दिलमुनि नै झर्ला जस्तो हुन्छ। त्यस्तो छ बस्तीमा चाहिँ यस्तो हुन्छ, किनभने बस्तीको लाइफै यस्तै हो। बस्तीमा प्रायः जस्तो यसरी नै घाँस नकाटी चाहिँ अलिक शोभा नै दिँदैन जस्तो लाग्छ। किनभने बस्तीमा बसेर सुरुप चिया खाँदै बस्ने ठाउँ होइन यहाँ चाहिँ हाम्रो खेतीबारीमा आएर घाँस काट्ने, बस्ती भनेको नै त्यही हो, काम गर्ने जग्गा जहाँ चाहिँ जिउलाई फिट बनाउन सकिन्छ। यहाँ चाहिँ बिहानै उठेर घाँस दाउरा होइन। हेर्दै गर्नुहोस् तपाईँहरूलाई म के गर्नेछु। ल है मेरो चाहिँ भारी पुगिसक्यो। अब चाहिँ डोको बोकेर मेरो अफिसपट्टि जानु छ। किन कर्मचारीहरू त्यहाँ प्रतीक्षामा बसिरहेको छन्। कर्मचारीहरू बेसी छैन, चारवटा मात्रै छ कर्मचारी। र कस्तो भयो कर्मचारीलाई घाँस काट्दाखेरि अब चाहिँ लाग्यो। बाई बाई।